लो है गाइस, आज बिहान बिहान इटा लिएर मालिङ आएको हैन। बाटोमा चाहिँ आज काफल त आमा हेर्दा यस्तो पाकेको रहेछ है। एक महिना जति हुन लाग्यो यहाँ छोटोमा। यो त छ आमा यो त टम्मै लट्रमै हो कि। काफल टिप्दैछु है, गाडी साडी साइड लगाएर। ल है गाइस, काफल हेरौँ है। काफल आमा जताततै लट्रमै पाकेको छ है। मैले चाहिँ लगभग एक दुई माना जति टिपिसकेँ होइन। यो चाहिँ मालिङ जाने बाटो है। काफल त टन्नै छ कि। ल अब म चाहिँ फर्किन लाग्यो होइन, झर्न लाग्यो। मैले चाहिँ यो काफल टिपेर भ्याइन है, त्यही भएर म चाहिँ अब झर्छु है। ढिला पनि भयो है। अब म चाहिँ झरेँ होइन कि। यो यहीँ छ कि काफलहरू होइन, यस्तो छ है। मैले चाहिँ यो काफल टिप्नै भ्याइन कि, मलाई हतार भयो। त्यही भएर चाहिँ म झरेँ है। म चाहिँ लगभग 2 महिना जति टिप्यो होइन। यही यस्तोरै छ कि। यो काफल मैले टिप्नै भ्याइन कि है। यो चाहिँ मालिङ जाने बाटो हो। म चाहिँ मालिङ गएर फर्किएको होइन। ल हेर्नु, यो काफल मैले टिप्न भ्याइन कि आज कि। आमा यो मैले टिप्न भ्याइन कि यो काफलहरू। यस्तो पाकिरहेछ है। हतार छ है, के गर्ने। काफल हेर्नु रुखै भुरी लट्रमै छ कि होइन। म चाहिँ अब झर्न लाग्यो है एउटा होइन। लगाइछ, म चाहिँ झरेँ होइन। मैले चाहिँ यति लगभग 2 महिना 2.5 महिना जति छ। यो रुखमा चाहिँ काफल चाहिँ कति छ भन्ने कुरा उस गर्नै पर्दैन होइन। यस्तो छ कि आमा मै छक पऱ्यो होइन कि। यो काफल मैले टिप्न भ्याएन कि आज। म चाहिँ हिँडेँ होइन। अब त्यही हो कि हतार भयो। फेरि तलबाट पनि फोन आयो जाऊ भनेर। त्यही भएर गाइस होइन, म चाहिँ झरेँ अब रोडमा। मैले चाहिँ यहाँबाट टिप्यो होइन। लगभग 2 महिना जति छ, इनफ पुग्छ अब। हतार भयो होइन, त्यही भएर हो। नत्र यो भोलि चाहिँ म बनाउँथेँ होइन। टक्कले अब बेलुका नुन खुर्सानी टक्क मोलेर टक्क खानुपर्छ है केटा हो।